नमस्कार श्रीवरजी कहिलेको रिस मलाई सान्नु थाहा छैन। यो कहिले मैले उहाँलाई केही बिगारिदिएको थिएँ आज मलाई सजाय दिँदै हुन्छ। यो हुँदै नभएको सोच्दै नसोचेको कुरा कहिले काहीँ भयो भने मान्छे त्यही ढल्न पनि सक्छ। आज श्रीवरजीले एउटा झन्डै अपराध गर्नुभएको थियो। मञ्चमा रहनुभएका मेरा अग्रज दाजुहरू समीक्षक द्वय र आज चर्चामा रहनुभएका लेखक शोभा अधिकारीज्यू, शोभाजीले पनि ममाथि गम्भीर घात गर्नुभयो भन्ने बुझेको छु। यो स्टेजमा आएर बोल्नका लागि केही तयारी पनि गर्नुपर्छ। उहाँले लोककथा लेख्दै हुनुहुँदो रहेछ, कस्तो राम्रो लेख्नुहुन्छ, लेख्नुहोस् भने कि मात्रै त्यति हो मैले भनेको, अरू केही गरेकै छैन। लोककथाको विद्यार्थीमा शोभा हुनै, तर शोभाजीका लोककथा अत्यन्तै चोटिला छन्, राम्रा छन् भनेर मैले उहाँलाई भनेको थिएँ। मैले यत्तिकै उहाँलाई खुसी पार्नका लागि भनेको रहेनछु भन्ने कुरा प्रमाणित भइसकेको छ। दुईजना अब्बल समालोचकले बताइसक्नु भएको छ। शोभाजीसँग स्वाभाविक रूपमा उहाँले मलाई अलिक घनिष्ठ साथी, नजिकको साथीभाइ सम्झिनु। उहाँले लेखेका कथाहरू मलाई पठाउनुहुन्थ्यो र उहाँको त्यो कथाकारिता, विशेष गरी लौकथा लेख्न सक्ने शैलीका प्रति म आफै लोभिएको पनि थिएँ। मैले पनि यस्तै गरी यति छिटो गरी यस्तै ढङ्गबाट कथा लेख्न पाए हुन्थ्यो भन्ने लोभ पालेको थिएँ। तर लोभ गर्दैमा त सबै चिज कहाँ पाइन्छ र मैले उहाँले जस्तो लेख्न सकिनँ र अहिले लोककथा आजसम्म लेखेको पनि छैन। तर फेरि पनि यति छिटो उहाँले लोककथा लेख्नुहुन्छ। शोभाजीले पनि भन्नुहुन्छ होला, यी लोककथा झन्डै 43 दिनमै लेखिएका हुन्। यहाँ 43वटा लोककथा हुनुपर्ने, तर एउटा कतै गयो होला। यहाँ 42वटा छन् भन्ने अघि कुरा आयो। भनेको हरेक दिन उहाँले लोककथा लेख्नुहुन्थ्यो। अरू पनि छन् उहाँसँग, थुप्रै लोककथा छन्, तर हरेक दिन मलाई नयाँ लोककथा पठाउनुहुन्थ्यो र मैले भन्थेँ कि तपाईँ लोककथाको खानी हो कि क्या हो, र अब तपाईँको सङ्गत अझ घनिष्ठ र निकटतम ढङ्गबाट श्रीराम दाइसँग हुनुपर्छ, तुलसी खोला दाइसँग हुनुपर्छ, अर्थात् लघुकथा समाज नै छ, त्यहाँ तपाईँ छिर्नुहोस् भने मैले त्यो अगाडि पनि उहाँहरूको चिन्जान घनिष्ठता त थियो नि, त्यसमा छिर्नु भएको हुन्थ्यो। तर मैले भनेको त्यति हो। दुईटा काम गरेँ मैले। एउटा, तपाईँ लघुकथा लेख्न सक्नुहुँदो रहेछ, लेख्नुहोस्, राम्रो लेख्नुहुन्छ भने एउटा लघुकथा कथाकारहरूसँग सङ्गत गर्नुहोस् भने उहाँलाई गुण लगाएको भनेको यही हो। तर यो गुण थिएन। त्यसको बदलामा मलाई यो मञ्चमा बोलाएर बोल्न दिनुभयो। शोभाजी, तपाईँ कविता पनि त्यसै गरी लेख्नुहुन्छ, तपाईँ निबन्ध लेख्नुहुन्छ, तपाईँ उत्प्रेरणात्मक लेखहरू लेख्नुहुन्छ, अरू थुप्रै विधामा लेख्न सक्ने तपाईँको क्षमता छ, तागत छ। तपाईँले त्यो क्षमतालाई अन्य विधामा प्रयोग गर्नुहोस्। म कामना गर्छु। तपाईँलाई फेरि पनि हार्दिक बधाई दिन चाहन्छु। धन्यवाद।